रोस्टममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसदमा रेकर्ड भएको छ र अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ, जसमा बडो गर्वका साथ सत्ता पक्षका माननीयज्यूहरूले बरबर ताली पड्काउनु भएको। उहाँहरूलाई पनि मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सर्वोच्च संसदको रोस्टममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ, सँगै हाम्रो माग पनि छ। फेरि उहाँ यही सर्वोच्च सम्पन्न संसदको रोस्टममा उभिनुपर्छ। नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो, एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ। सभामुख महोदय, हामीलाई हिसाब चाहिन्छ। यो राष्ट्रिय स्वाभिमानको विषय, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने? प्रधानमन्त्री अभिव्यक्ति बचाउन, प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालय यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ, परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो। सभामुख महोदय, यसमा हाम्रो प्रश्न कुरा छ, रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दाबीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ? सभामुख महोदय, के स्वार्थ पुरा गर्न खोज्दै हुनुहुन्छ? यसको जवाफ हामीलाई सम्मानित प्रधानमन्त्रीज्यूले रोस्टमबाट दिनुपर्छ, अनि मात्र सदनमा हामी सहकार्य गर्न सक्छौँ। हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको दावा करेक्सन नभएसम्म हामी सभामुख ज्यू मार्फत भन्न चाहन्छौँ, हामी अगाडि समन्वय गर्न सक्दैनौँ। त्यसैले सम्माननीय सभामुख मार्फत रुलिङ होस्। सभामुख महोदय, प्रधानमन्त्रीज्यूको अभिव्यक्ति इतिहासमै लज्जाबोध गराउने र अपरिपक्व हो। मेरो सत्ता पक्षको मान्यज्यूहरूसँग समक्ष पनि हाम्रो अनुरोध छ, यस्तो राष्ट्रिय विपरीत अभिव्यक्तिमा रफू लगाउँदै बचाउ कार्यमा कृपया दुःख नगर्नुहोला। मलाई लागेको थियो राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा सदनमा अभिभावकको रूपमा सम्माननीय सभामुखज्यू आफै रुलिङ गर्नुहुन्छ भन्ने, तर विडम्बना आउनुभएको तपाईँले पनि विषयमा पनि मौनता साध्नु गम्भीर त्रुटि मात्र होइन, बद्य गरिमा र जिम्मेवारी माथिको पनि प्रश्न चिन्ह उठेको छ। सभामुख महोदय, आम नागरिकले हेरिरहेका छन्, 2/3 बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना, राष्ट्रको सर्वसत्ता बोक्न सकिरहेको छ कि छैन? धन्यवाद। जय नेपाल।